के छ यार केटाकेटी हो के ओए म्याच सिक्नेहरू यहाँ सुन त्यो हुन्छ नि ल केटा हो हामी घरमा बसेर तोप पड्काइरहेछ लाइभ हेर हामीलाई म्याच सिक्ने अनि गएर उहाँ जस्तो बिन्दास मान्छे नेपालमा देखेकै छैन के धर्म देखेकै छैन र देख्न पनि नपरोस् किन भन्दाखेरि मलाई डर लागेछ क्या म्याच सिक्ने अब मैले उहाँको बारे धेरै बोलिरहनु पर्दैन होला सायद किन भन्दाखेरि तपाईहरुले नि उहाँलाई मजाले चिन्नुहुन्छ अहिले मेरो चित्त दुखाछस् हाम्रो उहाँलाई बच्चादेखि बुढासम्मले उहाँको टाउकोदेखि घुँडासम्म चिन्दिन्छ के खतर राइम मिलाए त मैले के हो Hip hop is hip hop. We are all same kind, you know? अच्छा जोललाई मलाई केही सुनाउनु छ म तोप खाएर बसिरहेको छु मेरो घरमा रन्डीको बानहरु आइजो म्याच सिक्ने मसँग खुकुरी यस्तो हाँस हेर्न राडीको छरहरू केटा हो प्रचण्डलाई म दरो कुरा भन्नेवाला छु यहाँ सुन है म्याच सिक्ने म अगाडि भएर त भन्नु आइन्दै प्रचण्डसँग बिलियन्स अफ डलर्स छ केटा हो त्यसले मलाई पैसा पठाएन भने म्याच सिक्ने आगो लगाइदिन्छौँ हामी त्यसको बिजाल बजार झारपातबाट के सिक्छु मैले माइकलाई भित्र हालेर बोल्न सिक है त गएर हान्दे केटा हो प्रचण्डलाई छोरी बन्न नाकमा फुलिला छ ओए तिमी लुरे भाइ हड्डी त यहाँ निस्किसक्यो है गाजा तार हुन्छ नि त्यो मुजी गाजा चाहिँ नतान है हामी घरमा बसेर तोप पड्काइरहेछ लाइभ हेर हामीलाई म्याच सिक्ने मलाई रिस नउठा रिस लिन्छ भने बीच किन्छ त्यसपछि फेरि सिधै सिर पाते तेरो पेटमा घुस दिन्छ अहिले गोली खानेवाला छ सब म्याच सिक्ने पारस दाइ मलाई हेल्प गर्नुस् म सबलाई गोली हान्दिन्छु मसँगै छ गन मलाई प्लेन पठाइदिनुस् एउटा म गएर त्यसलाई गोली हानेर आउँछु म्याच सिक्नेलाई रन्डीको छोराहरू सबले गोली खानेवाला छ अब